हेलो गाइस, गुड मर्निङ। आज चाहिँ हाम्रो ठ्याक्राक्कै अस्ति रोपेको धान चाहिँ गोड्ने बेला भइसकेको छ गाइस। हेर्नु न, आज भन्दै भोलि भन्दै दिन कति छिटो बित्दो रहेछ देखो। हाम्रो धान अस्ति भर्खर आली लाउँदै गरेको, अस्ति भर्खर बाँझो जोत्दै गरेको, अहिले हाम्रो धानहरू यत्रो भइसक्यो। हेर्नुहोस् ल, गोड्ने बेला भइसक्यो। हेर्नु है, म तपाईँलाई देखाउँछु झारहरू कति पलाइरहेछ। हेर्नु न गाइस यार, झारहरू यसरी पलाइरहेछ। हे भगवान, क्यों इतना जल्दी झार आएको रे तिनीहरू। यत्रो यत्रो भइसक्यो हेर्नु त झारहरू। यिनीहरूलाई चाहिँ उखाल्नु पर्यो नि है। यस्तो झारहरू आइरहेछ, नाम फोक्सीहरू। गाँठे झारहरू यसरी आइसक्यो। हेर्नु ल है, हेर्नु न है, धान गर्ने बेला भइसक्यो यार। गाह्रो छ हौ यार, गाह्रो छ। भर्खर रोपेको धान हामी चाहिँ अब त्यो झार मर्ने दबाई सबै पनि हाल्दिनौँ क्या। अब किन भन्दाखेरि अर्ग्यानिक चिज खाने हो नि त। अर्ग्यानिक चिज खाने हो। अर्ग्यानिक चिजमा अनि त्यस्तो विषादीहरू नलाउँ कि भनेर अब हेर्नु यस्तो छ गाइस। लोक गाह्रो छ हो यार, धान गोड्ने बेला भयो। यसरी गाडिदिन्छु म। पानी सुकेको छैन र पनि यस्तोका झार हेर्नु न। पानी यस्तो छ र पनि झार चाहिँ हेर्नु मुलाङ खाएर हेर्नु। हेर्नु हिलो पानी सुकेको छैन, झार किन कति साह्रो आएको क्या। मुलाङ खारे झारहरू कोहीको त नि भने यस्तो पनि छ त हौ। यो वाट इज दिस यार। तेरिका अनि त्यति खुट्टा गाडिरहेको छ र पनि झार चाहिँ भने खान देम साह्रो हो। झार चाहिँ देमको मोलो झार कमिङ हियर। यति साह्रो झार चाहिँ क्यों आयो हेरे बे। देखो न यार गाइस, दियो सबैतिर हेर्छु न म कतिको झार छ। गाह्रो छ गाइस। लोक झार हेर्नु न हौ साथीहरू, हेर्दा हेर्दै धान यत्रो भइसक्यो। गोड्ने बेला पनि भइसक्यो। हेर्नुहोस्, अस्ति भर्खर रोपेको धान अहिले गोड्ने बेला भइसक्यो गाइस। पानी चाहिँ सुकेको छैन र पनि धान के साह्रो झार आयो क्या। त त्यति साह्रो पनि छैन, तर झार चाहिँ आइरहेछ अलिअलि यार। तनाव अब धान गोड्ने बेला भयो। म आज होलीतिर हेरेर जाँदैछु हाम्रो
कस्तो भएछ र धानहरू गोड्नु पर्छ कि पर्दैन भोलिमा चाहिँ भनेर पनि क्या गाइस ल। यो हाम्रो ब्याडे चाहिँ अलिक ढिलो रोप्यो। यो डाँडा खेतहरू आमामा वाट इज दिस यार, यो के हो? यत्रो झार आएको तिमीहरू? राम 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 राम, के हो रे यार? यत्रो झार आइसकेको छ यता भगवान्। भोलि कैसा है? चराचुरुङ्गी कराइरहेको छ। गाउँको मजा यही क्या, प्राकृतिक आनन्दले उ गर्न पाइन्छ, रमाउन पाइन्छ। चराचुरुङ्गीको आवाज भोलि आउने आएछ है। झार चाहिँ अलिअलि पानी सुकिरहेको छन्। ल गाइस यस्तै छ हाम्रो गाउँले जीवन, यस्तै छ गाउँले जीवन। हेर्नुहोस् गाइस, हाम्रो धान यस्तो भइसकेको छ। आवाज सुन्दै हुन्छ? आहा, यो हो नि त प्रकृति। उता चरा कराएछ, उता कोकोले कराएछ, म यहाँ छु आनन्द होइन। यता हाम्रो अम्बक पनि फलिरहनु भएको रहेछ। अम्बकजीलाई पनि देखाउँछु ल। अम्बकजी पनि पाक्न लागिरहनु भएको रहेछ। हेर्नुहोस् यता हाम्रो अम्बकजी फलिरहनु भएको छ। गाउँघरको मजा यही हो क्या गाइस, लुक देखो न यार। हाम्रो अम्बकहरू, यस अम्बक पाक्ली भइरहेको छ यता। हेर्नुहोस् गाइस, लोक चराले पनि खानुभएछ यहाँ त। हेर्नु नि हेर, अम्बकले यसरी चराले पनि खाइदिनु हुँदो रहेछ। ठिक छ, हामी मान्छेले मात्रै खानुपर्छ भने चाहिँ यहाँ पनि खानुभएछ चराले। हेर्नु यहाँ पनि दार्नु भएछ। ठिक छ, हामी मान्छेसँगै चराचुरुङ्गीले पनि खानु पऱ्यो नि त हौ भाइ। हेर्नु यस्तो छ यार झार। यो पानी झार हुन्छ क्या यसरी मार्दिने मन खारेलाई। के गर्नु यार, घोड्ने बेला त भएछ धान। आज दिन पनि राम्रो छ, शीतल छ भनौँ न। मतलब बिहानै अलिअलि सिमसिम पानी पऱ्यो, अनि आज चाहिँ शीतल छ। ल गाइस यस्तै छ दिन हाम्रो। साथीहरू खेतबारीमा घुमौँ, दिन यसरी बितिरहेछ। चराचुरुङ्गीको आवाज सुनौ है। हिउँचुलीमा घाम लाग्यो घमाइलो, आफ्नै गाउँ आफ्नै ठाउँ लाग्छ नि रमाइलो भने जस्तै। आफ्नो गाउँ आफ्नो ठाउँ आनन्द हो क्या। ल गाइस लोक हेर्दै गर्नु होला। हामी यहाँनिर ऊ गर्दैछौँ, धान घोडिरहेको थियौँ। ल गाइस देखो तो झार। ल गाइस आज चाहिँ अलिअलि धान गोडियो। आजलाई चाहिँ यति नै है, किनभने पानी पनि सिमसिम पर्न थाल्यो कि। हेर्नु होला पानी परिरहेछ, आकाशको अवस्था यस्तो छ गाइस आज। त्यही भएर आज चाहिँ मैले
धान यति नै गोडे हेर्नु पानी परिरहेछ हेर्नु न तपाईँलाई विश्वास लागेको छैन पानी पर्दैछ हेर्नु मैले धान गरेर यहाँ फालेको पानी हेर्नु पानी हो पानी देखो गाइस शिर 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 पानी परिरहेछ सुन्नु त आवाज सिरिरी देखिरहेको छैन होला होइन मोबाइल पनि भिजिरहेछ पानी पर्न थाल्यो त्यही भएर मैले आज चाहिँ यति नै मैले गोडेँ गाइस अलल चाहिँ गोडेँ छु है धानहरू धान एकदम हरियो भइरहेछ ल हेर्दै गर्नु होला अर्ग्यानिक ब्लगलाई माया गरिदिनु होला ल गाइस किनभने हम भी यूट्यूब को दुनिया में चल रखा है अभी हम नया है लेकिन एक दिन हम भी बहुत ऊपर पुगेगा ऊपर पहुँचेगा ऊपर कितना ऊपर डायरेक्ट भगवान के में यार क्या गाइस थैंक यू